गाइस आज हामी कहाँ जाँदैछौँ गाइस? बुढानीलकण्ठ मन्दिर टिकट काटेर हिँडिरहेछौँ। 15 है फेरि म पनि 20 हो। अनि हामी चाहिँ बुढानीलकण्ठ मन्दिर जाने। मेरो चाहिँ 4th टाइम हो, यिनीहरू चाहिँ फर्स्ट टाइम हो। त्यही भएर चाहिँ म यिनीहरूलाई घुमाउनु लिएर बिचराहरूलाई घुमाइदिउँ भनेर हो कि काठमाडौँ आएर धेरै बस्यो अनि यिनीहरू बिचराहरू बिचराहरूलाई घुमाइदिउँ देखेको म राम्रो भएर आएको बिचराहरू। एकछिनलाई फेरि मलाई लन्च खाएर आएको मान्छे हो, भोक होइन हामी खाना खाएर ब्रन्च ब्रेकफास्ट र लन्च एकैचोटि। अनि ब्रेकफास्ट हाम्रोमा हो कि यति भात थियो। अब हामी किप यु अपडेटेड। हामी मन्दिर झरेपछि ल बाई। गाइस हामीलाई साझा बसले बाटोमा देउवा चोकमै झारिदियो। अब हामी हिँड्नु परेछ। अब हिँड्नु परेपछि हामी हिँड्न पऱ्यो। त्यसले के भन्यो थाहा? 20 मिनट पछि जान्छ अरे गाडी। 20 मिनट पछि हामी पुगिहाल्छ। झ्याम्म झापड हान्दिउँ जस्तो 20 मिनटमा हामी हिँडेर पुगिहाल्छौँ नि। मलाई रिस उठ्यो, रिसाउन भएन। यिनीहरू रिस उठाउने फेरि अर्कै। अब त्यति पैसा भयो त मलाई इनड्राइभ गरेर ट्याक्सी बुक गरेर लैहाल्थ्यो नि। हिँडाल्नु पर्थ्यो। गाइस हामी आउन लागिसक्यौँ। We are almost there. देखाउन पुग्यौँ गाइस। हामी लगभग पुगिसक्यौँ। हामी गेटबाट छिर्दैछौँ। सपना सुत्दाखेरि मात्र आउँथ्यो। सपना मन्सा हाई म ल हेर्न सक्नुहुन्छ हजुरहरू। हरियाली अनि गोरियाली। अलि निन्द्रा चाहिँ लागिरहेको। देख्नु न गाइस, देख्नु न। मूर्ति चाहिँ के को चिनिया छैन, तर म मूर्ति देख्दै पछि ढोक्दै हिँडिरहेछु। बिचारीलाई केही थाहा छैन तर ढोक्दै हिँडिरहेछु। जय माता दी। जय बुढानीलकण्ठ भन्यो होला नि आएपछि त। जय बुढानीलकण्ठ। के बाँदर हेर न यहाँ माथि छ। हेर त भट्टे तिम्रो बेस्टीहरू रहेछ। प्लास्टिक बोकेर कुदिरहेको भन्छ मेरो बिल्ला हुँदाखेरि खुसी हुन्छ कि हेर न। मेरो बिल्ला त कति खुसी हुन्छ हो। तिमीले जस्तै भात खायो क्या, तिमीले खान्छौ नि होइन टुकुट। अनि उनीहरू मेरो बेस्टिजहरू है। फेरि पुनर्जन्मको बेस्टिज हो नि गाइस। थाहा कि नि हजुरहरूलाई? एन्सेस्टर नि होइन, ठ्याक्क मैले भुजा टिपेर मेरो दिदीले भुजा टिपेर खाए जस्तै खाइरहेको छ। शिक्षाले चाहिँ मकै टिपेर गड सन्तोषीको याद आयो मलाई त। ठ्याक्क भुजा टिपेर खान्थ्यो सानोमा भन्थेँ। यस्तै होला है। भयो दिदीको बिला नआन मैले दिदीले मलाई गाली गरेर भ्याउँछु। र गाइस हामी आइसक्यौँ बुढानीलकण्ठ। गाइस सपना फेरि आफ्नो ब्याग कतै छोड्दैन, त्यही भएर बोकेको छ। यता मनसा छ फेरि रेड कोट लाएर हेन्सी बनेर। फेरि आजकल त फेरि फ्यान्सी र हेन्सी दुइटै भइसकेको छ। अब यिनी फेरि यो इलिगल काम गर्ने मान्छे हो। चढ्दै हिँडिरहेको छिन्। सो वी आर हियर। न हिस्ट्री पढ्नलाई कतै बोर्ड खोज्नुपर्छ। अनि बोर्डहरूमा हिस्ट्री हुन्छ। म त सोसियलमा अलिअलि मात्रै ट्यालेन्ट थिएँ। अनि त्यसमा यो कुरा आउँथेन। किन भन्न सक्नु ठिकै छ त म। उसले काम पाइसकिन्। गाइस हामी घाम ताप्दैछौँ। अब देउलाखाकी मान्छेले फेरि दोलखा जिल्ला भन्दै थामी रहेछ। रोशनको यस्तै हो गाइस। आफ्नो ठाउँ देखेर हुँदैन हामीलाई। अनि हामी एकदम हेरिहाल्छौँ आफ्नो ठाउँ। अनि त्यसपछि वाउ मेरो ठाउँ। ए मैले अस्ति देखेको नि त्यो हाम्रो
हाम्रो घरतिर लुम्बिनी बुद्धिस्ट युनिभर्सिटीको थियो एक्जाम सेन्टर हो कि के त्यहाँ के मेरो चाकुरा बसबाट अफिसबाट वकिङ डिस्टेन्समा। गाइज हाम्रो अब फोटोसुट पनि भइयो। त्यसपछि अब हामी के गर्छौँ भन्दाखेरि हामी यो पर्यावाला एरियामा जान्छौँ अनि विल सो यु द फोटो। अब अलिअलि देखाउन मिलिहाल्छ नि कुनै न कुनै। एन्ड अब चाहिँ हामी घाम ताप्छौँ किनभने वी निड भिटामिन डी। जाडो भइरहेको छ। जाडो त काठमाडौँमा 3, 4, 5 हुन्छ राति राति अनि जाडो भइहाल्छ नि होइन। हेर्नु 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 परेवा उडेको हेर्नु हेर्नु हेर्नु। परेवासँग अर्की पनि गइसिन् फेरि परेवी। खाजा खान आइसकेँ। अब उहाँजीले चाहिँ तरकारी खानुहुन्छ म भन्नु नै होइन। अनि हामी चाहिँ ओन्ली जेरी किनभने जेरी जलेबी जेरी खाइसक्यो तर हाम्रो होइन नानी। उसको त आइ पनि सक्यो। अब हाम्रो पो आएको छैन त। ल तिम्रो खाएर तिम्रो कतिको मिठो छ यताउति भनिदेऊ त। गुलियो हुन्छ तरकारी नुनिलो हुन्छ। खाऊ न तिम्रो एक्सप्रेसन उ गरौँ न रेकर्ड गरौँ न। सब यो गुलियो हो नुनिलो हो भन्नलाई होला देखाएर। ठिक छ। ल तिमी जेरी खाऊ। चिसो रहेछ। हाम्रो चाहिँ जेरी आयो। गुलियो त भन्नु न। कस्तो जेरी चिसो छ? यता हेर। त्यो जेरी जस्तो रस निस्किँदो रहेछ मालबुवाबाट। कस्तो लाग्यो? गुलियो हो मिठो छ।